तपाईँहरूलाई स्वागत छ। वेलकम टु माई ब्लग युट्युब च्यानल विष्णु ब्लग टिभीमा स्वागत छ। आज हेडिसी गेम खेल्नेछु होइन, सानो बच्चाहरूसँग हेडिसी गेम खेल्नेछु होइन। हेडिसी गेम खेलेर अनि हेडिसी गेम खेल्नेछौँ होइन। भाइहरू उता पर बसिरहेको रहेछ, तिनीहरूलाई भन्नेछु हेडिसी गेम खेल्ने भनेर होइन। हेर्न सक्नुहुन्छ अहिले हेडिसी गेम खेल्नेछौँ, हेर्न सक्नुहुन्छ तपाईँहरू। वेलकम छ माई युट्युब च्यानलमा। अब हेडिसी गेम खेल्नेछौँ हामी होइन। सबजना छ, अब म खोज्ने छु एकजना रुल्सहरू पनि अब भन्ने छु यिनीहरूलाई होइन। रुल्सहरू मेरो अब एक रुल्सहरू छ, रुल्सहरू म भन्ने छु होइन। अब यहाँ रुल्सहरू सबैलाई भन्ने छु, म रुल्सहरू सबै भन्छु होइन। अनि त्यसपछि सुरु हुन्छ, हामी अन्तिमसम्म हेर्नु होला गाइस। हाम्रो चाहिँ अब रुल्स भनिसकेको छु होइन। एक एकले सिङ्गल अब गर्नुपर्छ, मैले खोज्नुपर्ने छ होइन। 5 मिनटको टाइम दिन्छु, 5 मिनट भन्दा पनि 2-3 मिनटको टाइम दिन्छु होइन। यिनीहरू लुक्नु पऱ्यो होइन। उहाँदेखि त्यहाँसम्म, त्यहाँदेखि त्यहाँसम्म हो होइन। अनि उठाहरू नगर्न पाए हो। अनि एक्लै अब हेर्नु चाहिँ हेडिसी गेम हेर्नु होला। अब सक्दो लाइक कमेन्ट सेयर गरिदिनु होला गाइस। सबजना यहाँनिर स्वागत छ तपाईँहरूलाई। समय स्टार्ट भयो होइन हेडिसी गेममा। हाम्रो सुरु भइसक्यो खेल होइन। को कता कता लुकिरहेको छ होइन, मैले खोज्नुपर्ने हो होइन। अब लास्टमा को भेटिन्छ हेर्नु होला, लास्टसम्म हेर्नु होला को भेट्छ भनेर हेर्नु होला लास्टसम्म है गाइस। च्यालेन्ज सुरु भइसक्यो, हाम्रो च्यालेन्ज सुरु हुनेछ ल। अब हाम्रो च्यालेन्ज सुरु भयो, म जानेछु अब को कता कहाँ छ होइन। च्यालेन्ज सुरु हुँदैछ मेरो। मेरो च्यालेन्ज सुरु भइसक्यो होइन। अन्तिमसम्म हेर्नु होला को कहाँ छ, हेर्न सक्नुहुनेछ। अब म भन्नेछु कहाँ को छ होइन। मेरो च्यालेन्ज सुरु भयो। कहाँ लुकिरहेको छ यिनीहरू हेर्नुपर्छ गाइस। हेर्नुपर्छ कहाँ छ, म पनि दिमाग लाउनै पर्छ गाइस। कहाँनिर छ भनेर हेर्नुपर्छ। यत्रो ठाउँमा कसरी खोज्नु, कहाँ छौ यत्रो टाइममा खोज्नुपर्छ यार। मैले पनि यत्रो टाइममा खोज्नुपर्छ यिनीहरू पक्कै होइन। यो साइडमा भन्दा पनि मलाई चाहिँ डाउट लागिरहेको छ, उतो साइडमा डाउट लागिरहेको छ, उतो साइडमा होइन। त्यहाँनिर अर्को त्यो हल्लिरहनु रहेछ, त्यहाँ मैले देखिसकेँ। यहाँ गइछु पर मैले देखिसकेँ, त्यहाँनिर देखिसकेँ गाइस मैले। त्यहाँनिर छ यहाँ हेर्नेछु गाइस। यहाँ म तपाईँलाई भन्दैछु यहाँनिर जस्तो लागिरहेको छ होइन। त्यहाँ हल्लिरहेको छ अलिकति। च्यालेन्ज सुरु भइसकेको छ मेरो। योहरू कहाँ छ लुकिरहेको छ, म हल्ला गरिरहेको छ गाइस। त्यहाँनिर हल्ला गरिरहेको छ गाइस। यहाँ एकजना कुदो गाइस, यहाँनिर कुदिरहेको छ। यहाँ एकजना त्यहाँ छ, हल्ला गरिरहेछ गाइस कि। यति हल्ला गरिरहेछ, कहाँ छौ कुनो काँचो हुन्छ हुनसक्छ, कता लुकेछ हौ। यति झार हल्लिरहेको थियो। एकजना देखियो है ल, एकजना देखियो, एकजना निस्क, एकजना देखियो। यहाँ भाइ चाहिँ देखिएछ, जताबाट निस्किँदा हुन्छ। एकजना देखिसकेँ मैले गाइस। यहाँनिर गाइस मैले हल्ला गरेको देख्छु। ल हाम्रो विवेक भाइलाई पनि देखिसकेँ। म कस्तो ठाउँ लुकेको, भाइ त कस्तो ठाउँ लुकेको, यत्रो ज्याल भएर लुकिरहेको छ यस्तो भए। दुईजनालाई देखिसकेँ, अब बाँकी छ। यस्तो ठाउँ लुकेको रहेछ गाइस यस्तरी। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। मैले त्यो दुईजनालाई चाहिँ भेटेँ होइन। अब अरू पनि भेट्नु बाँकी छ। दुईजना चाहिँ भेटेँ मैले होइन। अब अरू पनि भेट्नु बाँकी छ गाइस, हेर्नु होला कहाँनिर छ हेर्नुपर्छ गाइस। म यहाँबाट चढेर हेर्नुपर्छ गाइस। ओइ मै पो लड्छु क्या हो, कहाँनिर लुकेको छ भन्ने हेर्नुपर्छ। कहाँ लुकेको छ यिनीहरू। तिमी पछाडि बस। यहाँनिर को सुतेको। ये सब क्या देखना पड़ रहा है, अच्छा है मैं अंधा। गाइस हेर न कसरी लुकेको। यो कुन डिजाइनले लुकेको, यो कुन डिजाइनले लुकेको।
ल भाइ त्यसको त कसरी लुकेको भाइ यो हाम्रो जापानी स्टाइल हो गाइस अरूलाई पनि भेट्यो होइन यहाँ भेटिसक्यो होइन मैले अब यहाँ अरूलाई भेटिन्छ यो डिल भन्दा मुनि कहाँ छ ऊ यहाँनिर को बस को गाइस इन्टरभ्यू लिनु होला यो के तरिकाले लुकेको मारो मुझे मारो मारो मुझे मारो मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक यत्रो ठाउँमा खोज्नु पर्ने छ गाइस यस्तो ठाउँमा खोज्नु पर्ने छ गाइस म चाहिँ यतैबाट निस्किन्छु किनकि सर्टकट पर्छ कि अलिकति सर्टकट पनि पर्छ कि अलिकति को कहाँ छ हेर्छु म हल्लिन त हल्लिँदै थियो कहाँनिर चाहिँ लुकेको छ गाई जस्तो धानको यस्तो बाटोमा लुकिरहेको हुन्छ कि भेट्नलाई गाह्रो भयो त हौ यस्तो एरियामा गाइस कता लुकेछ फेरि एकदमै कता गयो ओइ झन्डै पैसा अरे ओइ गाइस मै झन्डै लड्यो रे यहाँनिर कता गयो कता छिरो अरू बेला चाहिँ मैले भेटाइसकेँ होइन अब एकजना बाँकी छ हेर्नु होला अन्तिमसम्म त्यो चाहिँ हेर्नुपर्छ अब अरू चाहिँ भेटियो कहाँनिर लुकिरहेको हेर्नुपर्छ गाइस कता लुक्यो त एकजना बाँकी छ भेट्नुलाई पक्कै यहाँनिर हल्लाइरहेको छ गाइस उहाँनिर हल्लिरहेको छ कि उहाँनिर उहाँ बिचमा हल्लिरहेको रहेछ उहाँ हल्लिरहेको रहेछ कि पुरा धान हल्लाकै गर्छ ल किन धान हल्लाउँछ ये बड़ी अच्छी बात कही आप अहिले सबैजनालाई भेटिसकेको छु ह्याडिसी क्याम्प कस्तो लाग्यो ह्याडिसी क्याम्प फेरि अर्को बनाउनु छ ह्याडिसी क्याम्प या लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला शब्द सब्सक्राइब कमेन्ट